इरानले युद्धविराम सिजफायरका लागि अमेरिकाको सामु केही महत्त्वपूर्ण शर्तहरू अगाडि सारेको छ। इरानका अनुसार युद्धमा भएको क्षतिको आर्थिक क्षतिपूर्ति दिनुपर्ने, खाडी देशहरूमा अमेरिकी सेनाका अड्डाहरू हटाउनुपर्ने, हिजाबुल्ला विरुद्ध इजरायलका हमला रोक्नुपर्ने, स्टेट अफ होर्मुजबाट गुजर्ने सबै जहाजहरूको शुल्क उठाउने अधिकार इरानलाई नै हुनुपर्ने, समुद्री मार्गको नियन्त्रण इरानकै हातमा हुनुपर्ने, भविष्यमा फेरि हमला नहुने सुनिश्चितता दिनुपर्ने, इरानमाथि लगाएका सबै प्रतिबन्ध हटाउनुपर्ने। जेन्जी आन्दोलनको बेला भ्रामक सूचना फैलाउने 5 सोशल मिडिया इन्फ्लुएन्सर दोषी ठहर। भाग्य नेउपाने, सुजन ढकाल, टङ्क दाहाल, शिव परियार र हिमेश पन्थले जेन्जी आन्दोलनको बेला भ्रामक हल्ला फैलाएको जाँचबुझ आयोगले ठहर गरेको छ। चीनले नेपालको विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता गरेको छ। ग्यासको अभाव भएपछि एकजना चोरले घरभित्र छिरेर बहुमूल्य सामान नचोरी ग्यास सिलिन्डर चोरेर लगेको छन् र यो घटना भारतको प्रयागराजको हो। विश्वलिम्बु भन्छन् हाम्रो देश अब यति सुन्दर बन्नुपर्छ, त्यसका लागि नयाँहरूलाई खबरदारी गर्दै साथ दिनुपर्छ। के भन्न चाहनुहुन्छ उनको यो भनाइमा आफ्नो विचार कमेन्टमा राख्नुहोला। मानव स्वभावका 10 यथार्थहरू। जति धनी त्यति नै लोभी, जति शान्त त्यति नै खतरनाक, जति बढी बोल्ने त्यति नै मूर्ख, जति सुन्दर त्यति नै नखरा गर्ने, जति भावुक त्यति नै साँचो, जति बलियो त्यति नै निर्दय, जति गुलियो त्यति नै धोकेबाज, जति सफल त्यति नै इसाराको पात्र, जति ज्ञानी त्यति नै सरल, जति घमण्डी त्यति नै एक्लो। र तपाईँ कुनमा पर्नुहुन्छ त कमेन्ट अवश्य गर्नुहोला। यस्ता मान्छे कहिले काम लाग्दैनन्। आपत पर्दा भाग्ने साथी, मर्दा मलामी नजानी छिमेकी, बाचा गरेर पुरा नगर्ने मान्छे, लडाई पर्दा बिदा बस्ने फौजी, काम पर्दा नदेखिने कार्यकर्ता, अन्याय पर्दा मुख लुकाउने नेता, फाइदा पर्दा मात्रै नजिकिने मान्छे, सुख पर्दा मात्र साथ दिने आफन्त, काम बिग्रिँदा दोष अरूलाई दिने व्यक्ति, अगाडि मिठो र पछाडि कुरा काट्ने मान्छे, बिरामी पर्दा मात्र माया देखाउने श्रीमती, पाहुना आउँदा बिरामी हुने बहारी। इरानी सेनाले ट्रम्पको वार्ताको दाबीलाई ठाडै अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र सम्झौता गर्न इरान उत्सुक रहेको दाबी गरेका थिए, तर इरानी सशस्त्र सेनाको प्रवक्ता कर्नल इब्राहिम जोल्फाघारीले आजै स्पष्ट रूपमा भनेका छन्, तपाईहरू आफैसँग वार्ता गरिरहनु भएको छ, तर हाम्रो तर्फबाट कसैले तपाईहरूसँग कहिले सम्झौता गर्दैन। हाम्रो पहिलो र अन्तिम शब्द यही हो, यो कहिले परिवर्तन हुँदैन। इरानी सैनिकको मुख्यालयले ट्रम्पको कुरालाई रणनीतिक असफलताको प्रयास भनेको छ र इरानले युद्ध जारी राख्ने बताएको छ। यो घटनाले देखाउँछ कि मध्यपूर्वको तनाव अझै कायम छ र वार्ताको कुरा अहिलेसम्म केवल एकतर्फी दाबी मात्र देखिन्छ। के लाग्छ तपाईहरूलाई, यो युद्ध कहिलेसम्म टुङ्गिन्छ त? कमेन्टमा आफ्नो विचार धारणा अवश्य लेख्नुहोला। नवनिर्वाचित सम्पूर्ण सांसदहरूले शपथ लिएका छन्। सम्पूर्णलाई सफल कार्यालयको शुभकामना र भोलि बालेन शाहले पनि शपथ लिनेछन्। पहिलो पटक देशले यति छिटो हिँड्न सक्ने प्रधानमन्त्री पाउँदैछ। देशको विकासलाई पनि यसरी नै हिँडाउनुहुन्छ भन्ने आशा छ।